यहाँ सामान्य प्रशासन मन्त्री भन्ने त थाहा थियो, अन्य मन्त्री के हुनुभएको थियो नेपाली जनतालाई प्रश्न हुने गरी बताइदिनुस् न। मैले पहिलोचोटि 2070 सालमा सामान्य प्रशासन मन्त्री भएँ। त्यो बेला 19 महिना 12 दिन चाहिँ म मन्त्रीको रूपमा रहेँ। त्यसपछि नयाँ संविधान आयो। त्यसपछि दोहोऱ्याएर म 74 सालमा चाहिँ पुनः सामान्य प्रशासन तथा संघीय मामला मन्त्री म 20 महिना भएँ र प्रारम्भिक करिब 20 दिन जति यो जनसङ्ख्या तथा वातावरण मन्त्री पनि भएँ। त्यस कारणले गर्दा मन्त्रालयगत हिसाबले भन्दा म 3टा मन्त्रालयमा पुगेँ, तर मन्त्री चाहिँ म 2 चोटि भएको। अहिले एमालेमा कुन पदमा हुनुहुन्छ? अहिले म नेकपा एमालेको स्थायी कमिटीको सदस्य हुँ। अब 11औं महाधिवेशनमा म पदाधिकारीमा उठ्छु र त्यस विषयमा सरसल्लाह चलिरहेछ। लोकतन्त्रमा हरेक नागरिकभन्दा नेताहरू ठुला हुँदैनन् भन्ने मान्यता स्वीकार्नुहुन्छ? सामान्य रूपमा भन्ने हो भने लोकतन्त्रमा नागरिकसँगै नेता हुन्छन्, तर सबको दैनिकी उस्तै, सबको लवाई उस्तै, सबको खवाई उस्तै, सबैको समय तालिका उस्तै हुन्छ भन्ने कुरामा म स्वीकार गर्दिनँ। सोचाइको स्तर फरक फरक हुन्छ, विचार फरक फरक हुन सक्छ र बेला अनुरूप तलमाथि पनि भइरहन्छ। मैले जोड्न चाहेको, तपाईँ हरेक नेपाली नागरिक भन्दा आफूलाई ठुलो ठान्नुहुन्छ कि सानै छु भनेर चाहिँ व्यवहार गर्न रुचाउनुहुन्छ? तपाईँको व्यक्तिगत? सामान्य नागरिकलाई म सम्मान गर्छु, तर कुनै अपराध गरेको नागरिक छन् भने तिनलाई पनि मैले सम्मानै गर्नुपर्छ भने, नागरिक त नागरिकै हो, सम्मानै गर्नुपर्छ भन्ने मान्यता राख्नुभयो भने यो बुझाइ तपाईहरूको गलत हुनेछ। किनभने समान योग्य काम गरेपछि सम्मान पाइन्छ, अपराध गरेपछि दण्डित होइन। लोकतन्त्रको सार भनेको नागरिकहरू सर्वै सर्वा हुन्छन्, सार्वभौम हुन्छन्, तिनै सार्वभौम नागरिकले बनाएको त्यो नेता हो। यसर्थ त्यो नेता चाहिँ नागरिकभन्दा ठुलो हुँदैन भन्ने मान्यतालाई नेताहरूले स्वीकारेनन्। यसर्थ नागरिकहरूमा विद्रोहको चेत उठ्यो र त्यसैको परिणाम चाहिँ शक्तिको आडमा, लोकप्रियताको आडमा जसरी प्रवृत्तिहरू देखिए तिनीहरूमाथि जेनजी आन्दोलन मार्फत आक्रमण भयो। यद्यपि त्यो आपराधिक प्रवृत्तिको पनि त्यहाँ प्रवेश र परिणामहरू देखिए भनेर समालोचकहरूले गरेको समालोचनालाई तपाईँ लालबाबु पण्डितलाई मैले प्रश्न गरेँ, नेकपा एमालेलाई एकछिन बिर्सिदिनुहोस्, के भन्नुहुन्छ? मलाई भन्नुहुन्छ भने यदि लोकप्रिय मान्छेहरूले नै सिंहदरबार जलाएको हो भने, लोकप्रिय मान्छेले नै संसद जलाएको हो भने, लोकप्रिय मान्छे नै अन्तर्राष्ट्रिय विमानस्थल बम लिएर पड्काउन गएको हो भने, लोकप्रिय मान्छेले नै पशुपतिनाथ भत्काउन गएको हो भने, लोकप्रिय मान्छेले नै व्यावसायिक घरानाहरूलाई, उद्योग धन्दाहरूलाई, निजी निवासहरूलाई सबै लोकप्रिय मान्छेले नै गरेको हो भने त्यो लोकप्रियता देशको निम्ति चाहिएन, कसैको निम्ति ती गोटीको रूपमा त्यो लोकप्रियता काम गरे होला, तर देशको हितमा गरेन भन्ने हो। जहाँसम्म असन्तुष्टि भन्ने कुरा थियो अभिव्यक्त भएकै हो। विगतमा कमजोरी भएन भन्ने होइन, कमजोरी भएकै हुन्। कमजोरीलाई सुधार्ने नै हो, संविधान संशोधन गर्ने नै हो, ऐनहरू संशोधन गर्ने नै हो। तर ती संविधान पनि सडकबाट बन्ने,
ऐन पनि सडकबाट बन्ने, कार्यान्वयन पनि त्यही सडकबाट हुने हो भने त्यो देशमा लोकतन्त्र फस्टाएछ भनेर बुझ्नु भनेको गलत हुनेछ। र यो सब लोकतन्त्रभित्रकै कुरा हो, अपराध पनि लोकतन्त्र नै हो भन्ने बुझाइ भयो भने म त्यो बुझाइको पक्षमा छैन। जनताको जनमतद्वारा निर्वाचित र अझै समयानुकूल निर्वाचित भन्छ नि 5-5 वर्षमा, कहिले 3 वर्षमा पनि हुन्छ। निर्वाचित जनप्रतिनिधिले गर्नुपर्ने काम स्वघोषित म जनताबाट अनुमोदित छु भनेर, यदि स्वघोषणा नै लोकतन्त्र हो भने त्यो लोकतन्त्र इतिहासमा कसैले म देउता हो भनेर पनि घोषणा गरे, शक्तिको आधारमा गरे। अहिलेको आधुनिक समयमा लोकतन्त्रको परिभाषा जनमतद्वारा नै वैधानिक तरिकाले शान्तिपूर्ण अभिमत दिएर, अझै भन्ने हो भने गोप्य मतदानबाट नै मुखरित हुने भएकोले गर्दा त्यो सब बाटो छोड्ने चाहिँ लोकतन्त्रवादी हुनै सक्दैन, संविधानको रक्षक हुनै सक्दैन, राष्ट्रको रक्षक हुँ भन्ने हो भने मुखले भन्ने कुरा हो, हुन सक्दैन। क्षणिक भ्रमजालहरू फैलाउन सक्छन्, फैलिन सक्छन् र मलजल गर्नेहरूको योजनामा चल्न सक्छ। त्यस कारणले गर्दाखेरि क्षणिक रूपमा चलेको सब कुरा त्यही नै जायज हो भन्ने मान्यता यदि तपाईँ पत्रकार मित्रहरूले बोक्नुभयो भने लोकतन्त्रभित्र चौथो अङ्गको रूपमा पत्रकारिता छ। लोकतन्त्र भएकैले फस्टाएको, लोकतन्त्र नभएको भए यसरी तपाईहरूसँग बोल्ने, तपाईहरूले मूल्याङ्कन गर्ने, प्रसारण गर्ने स्थिति हुँदैन थियो। संसारभरि लोकतन्त्र नै उच्चतम उपलब्धि हो नागरिकहरूको तहबाट। यद्यपि नेपालमा त्यो अनुभूत नेपाली जनताले गर्न सकेनन् र लगातार विध्वंसकारी प्रतिकारहरू भएको उदाहरण देखिन्छ। पृष्ठभूमि इतिहासलाई स्मरण गर्ने हो भनेदेखि राजतन्त्रकालमा राजा महाराजा, उनका सेवक चाकरीदारहरू, परिवारलाई धूप लगाए बापत प्राप्त शक्तिले नागरिकहरूमाथि दमन गर्ने प्रवृत्ति जो थियो, त्यसको विकल्पमा लोकतन्त्र ल्याइएको हो नि। फेरि पनि त्यही अनुभूति नेपाली जनताले गरिरहेका छन् र तपाईहरूको प्रवृत्तिलाई बिम्बका रूपमा आक्रोश व्यक्त गर्दै विध्वंसको तहमा नेपाली जनता पुग्छ भन्ने कारक को? अब एउटा कुरा के हो भने लोकतन्त्र साझा रूपमा भन्ने हो भने एउटै कुरा हो। संसारमा जहाँ भए पनि एउटै कुरा हो। जनताको जनमत अभिमत द्वारा निर्वाचित जनप्रतिनिधिले गर्ने निर्णय नै लोकतन्त्रमा चल्ने र हुने निर्णय हो। तर कतिपय देशमा लोकतन्त्रको परिभाषाभित्र विषालु कुरा पनि घुसाएका हुन्छ, विषालु कुरा पनि घुसाएका हुन्छ। त्यस कारणले गर्दा लोकतन्त्रको परिभाषा तिमीहरूले गर्ने होइन, हामीले गर्दिने हो भन्ने बुझ्ने पनि यो दुनियाँमा छन्। देख्नुहुन्छ नि, तपाईहरूले समाचार हेर्नुहुन्छ नि, मसँग यो हतियार छ, तिमीले यस्तो हतियार बनाउन पाउँदैन, किनभने मेरो सुरक्षा भयो, माथि खतरा उत्पन्न भयो, मेरो लोकतन्त्रमाथि खतरा उत्पन्न भयो। उसले राख्दा लोकतन्त्र हुने, अरूले राख्दा खतरा उत्पन्न हुने हुन्छ र? हो, लोकतन्त्रको परिभाषा गरिदिनेले
गलत तरिकाले आफ्नो निम्ति अलग अर्काको निम्ति अलग भन्ने राखेर हो। त्यो अमेरिकालाई सङ्केत गर्नुभयो। अब अर्कोतिर म भन्न चाहन्छु, त्यो अन्यत्र पनि हुन सक्छ कि इन्डियालाई हुन सक्छ। हतियारसँग सम्बन्धित प्राय इन्डियासँगै ठोकिन्छ नेपालको। देख्नुहुन्छ नि, मेरो भूमि चाहिँ चीनले लिएको छ, कब्जा गरेको छ भने रोइ कराई चीनसँग गर्छ। नेपालले हाम्रो भूमि कब्जा गरेर लिएको छ भने भारतसँग हामी रोइ कराई गर्छौँ नि। बोल्न तयार हुन्छ भारत भूमिको बारेमा, कालापानी लिपुलेख लिम्पियाधुराको बारेमा बोल्न तयार हुन्छ। तर उनलाई पढ्दाखेरि अरुणाचल प्रदेशको बारेमा बोल्नु पर्दा, कश्मीरको बारेमा बोल्नु पर्दा अरूले पनि बोलिदिनु पर्ने। परिभाषा फरक भयो कि भएन? आफ्नो हितमा एउटा परिभाषा र आफू बलियो भएकोले एउटा परिभाषा, नेपाल कमजोर भएकोले गर्दा अर्को परिभाषा। त ऊभन्दा पनि बलियो चिन्छ नि त। त्यसैले गर्दा उसँग हो। त्यसकारण यो परिभाषा गलत परिभाषाको पक्षमा म छैन। तपाईँ हुनुहुन्न। तपाईँको एमाले चाहिँ त्यसको पक्षमा छ भन्ने प्रमाण महाकाली सन्धि गरेर जसरी कालापानी लिपुलेख लिम्पियाधुरामाथिको इन्डियाको दाबीलाई सहज बाटो खोलिदियो नि, त्यो व्यक्ति भनेको केपी शर्मा ओली, निर्णायक। राजावादी राप्रपा र काङ्ग्रेस त सत्तामा थिए, तपाईँहरू बाहिर बसेर राष्ट्रवादको ढोलक पिट्दै हुनुहुन्थ्यो। अन्ततगत के भाग मिल्यो? लाल मोहर लगाउनलाई सहमति जनाउनु भयो भन्ने आलोचकहरूको अभिव्यक्ति, तथ्य र प्रमाण त्यस्तै भेटिन्छन्। के भन्नुहुन्छ? अब एउटा कुरा के हो भने महाकाली सन्धि भारतले नेपालको भूमिमा जबरजस्ती एप्लेक्स बन्ड बाँध बनाएर पानी पनि लगेको, बिजुली पनि उत्पादन गरेको, हामीले विरोध गरेको हो, फेरि सच्याएको हो। र सच्याएको कहाँ बताइदिनुहोस् न, कहाँ सच्याएको? सच्याएको कहाँ हो? के गर्न खोजेको थियो? तपाईँहरूको विरोधले कहाँ सचियो? अनि तपाईँले कति सचियो भन्ने कुरा हो भने बिजुली नेपालले पाउने कुरामा सच्याएकै हो। त्यो त पञ्चेश्वरको कथा भयो त, सुरु नि होइन। सुन्नुहोस्, त्यसपछि पानीको मात्रा बढाउने कुरा हो र त्यो बाँध भत्काउनु भन्दा नयाँ सन्धि गरेर नेपाललाई फाइदा हुने गरिकन गरेको हो। त्यो पञ्चेश्वर टनकपुरको कुरा, पञ्चेश्वरको कुरा हो। र त्यस कारणले गर्दा नेपालको हितमा पञ्चेश्वर भएको कारणले गर्दा भारतले अहिले पनि नेपालको हितमा भएको कारणले बन्न नदिएको र अवरोध पैदा गरिरहेको। 6 महिनाभित्र त्यसको डिपिआर सिध्याउने भनेको अहिलेसम्म डिपिआर बन्यो। त नबन्ने गरिकनको सन्धिमा किन सहमति? तपाईहरूको यही व्याख्या गलत हो। नेपाललाई हित हुने गरिकन गरेको कुरा चाहिँ नबन्ने भनेर गलत भनिदिने। तर पहिल्यै लुटेर बनाइसकेको कुरालाई त्यसो भए छोडिदिएको भए त हुन्थ्यो नि त। त्यो रोक्नु पर्थ्यो होला नि त, त्यही बिन्दुमा हो। सार्वभौम राष्ट्रको त्यसैले गर्दाखेरि एकलौटी निर्माण गरिएको छ भनेदेखि एकलौटी निर्माण गरिएकै छ हो। अहिले पनि म भन्छु, कतिपय मूर्ख नेपालीहरू पनि छन्, बेचिएका नेपालीहरू पनि छन्, त्यो राजनीतिमा पनि छन् कि जुन कालापानी लिपुलेख त यो भारतलाई नै छोडिदिनुपर्छ भन्ने यस्ता पनि छन्। अहिले पनि कहिलेकाहीँ म डराएको देख्छु। तपाईँहरूलाई छतमा बेसी भनेर आरोप लाग्छ। तपाईँहरूले नभन्नु, केपी शर्मा ओलीको नेतृत्व थियो सरकारको, सर्वदलीय सहमति बन्यो र इन्डियाले 2019 सम्भवतः 76 कार्तिकको 2 गते, मेरो अनुमान त्यो मितिमा
नक्सा जारी गर्यो र नेपाली भूमि पनि आफ्नो नक्सामा समेट्ने गरिकनको हरकत सुरु भयो। केपी शर्मा ओलीले के भने नक्सा बनाएर हामीले इन्डियाले आफ्नो भूमिमा पारेको त्यो भूमिलाई आफ्नो नक्सामा समेट्न ठुलो कुरा भएन भनिरहँदाखेरि त्यो बनाउनलाई पनि 7 महिना लाग्यो। नक्सा बनाउनलाई क्याबिनेटले बनायो, त्यस पछाडि प्रतिनिधि सभा र राष्ट्रिय सभा र प्रधानमन्त्रीबाट त्यही दिन, राष्ट्रपतिबाट त्यही दिन लालमोहर पनि लागेको, प्रमाणित पनि भएको अवस्था थियो। यद्यपि सर्वदलीय सहमति सरिता गिरी बाहेक सबैको सहमति छ त्यसमा। नेतृत्व केपी शर्मा ओलीले लिए, उनले नचाहेको भए हुँदैन थियो, अरू दलले पनि सहमति नजनाएको भए पारित हुँदैन थियो। तर एउटा सङ्कल्प प्रस्ताव त्यो संसदमा पेश गर्न सक्नु पर्थ्यो नि। इन्डियन सेना हाम्रो भूमि कब्जा गरेर बसेको छ, त्यो अवैध हो। हाम्रो नक्सा बमोजिमको भूभागमा बसेको त्यो विदेशी सेनालाई हटाउनलाई सङ्कल्प प्रस्ताव पारित गरौँ भनेर सरकारले संसदमा पेश गर्न सक्थ्यो र कुन दल चाहिँ आफ्नो भूमिप्रति गैरजिम्मेवार रहेछ भन्ने त्यो परीक्षा पनि हुन्थ्यो भनिरहँदाखेरि सबभन्दा पहिले त एमाले नै हच्किएछ नि त। त्यो परिणाम दिने गरिकनको प्रयास गरेन। यसको जवाफ दिनुस्, त्यस पछाडि म थप प्रश्न गर्छु। म एउटा चिज भन्न चाहन्छु, सङ्कल्प प्रस्ताव ठुलो हो कि संविधान ठुलो हो? तपाईहरूले दिनुपर्छ। संविधान त पढ्नु भयो होला नि। घुमाउनुस् कुरा, म थप प्रश्न गर्छु फेरि। संविधानमा पढिसकेपछि सबभन्दा ठुलो काम भइसकेपछि त्योभन्दा सानो चाहिँ काम सङ्कल्प प्रस्तावको रूपमा लिएर आउनु उचित हुँदैन थियो, जहाँसम्म भन्नुहुन्छ। के कारण र राजनीतिक हो कि यो संवैधानिक कारण हो? तपाईँले कि कूटनीतिक चातुर्यता? कुनै कूटनीतिक चातुर्यता छैन। हामीले हाम्रो भूमि हो, हामी कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्छ भन्यो। हामीले आर्मीलाई धपाउन आर्मी नै पठाउँछौँ भनेर निर्णय गरेर त गरेका छैनौँ। अहिले अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो भूमि हो भन्यौँ, संयुक्त राष्ट्रसङ्घमा हाम्रो भूमि हो भन्यौँ, संविधानमा हाम्रो भूमि हो भन्यौँ, सिक्कामा हामीले हाम्रो भूमि हो भन्यौँ, नोटमा हामीले हाम्रो भूमि हो भन्यौँ। तर नोट चाहिँ वार्तामा हामीले हाम्रो भूमि हो, वार्तामा पनि हामीले भनेका छौँ। त्यो भन्ने वार्तामा त हामी बस्दैनौँ भनेर इन्डियाले पहिले नै घोषणा गरेको थियो नि। हो, कुन वार्तामा भन्नुभयो? उसले त त्यो भन्नुहुन्छ भने हामी वार्तामै बस्दैनौँ, पूर्व शर्त थियो। तपाईहरूले दुई देशको प्रधानमन्त्रीको लेभलमा त्यो त अन्तिम टुङ्गो लाग्ने हो। अरू कूटनीतिक माध्यम, प्रशासनिक माध्यमबाट हामीले त्यो कुरा गरिरहेकै छौँ, निरन्तर गरिरहेका छौँ। नगरेको प्रमाण भनौँ, लद्दाख घटना पछाडि चीनले आफ्नो नक्सा छिमेकी देशहरू समेत देखिने गरी जारी गर्यो। त्यसमा नेपालको नक्सा हेर्नुभयो नि, होइन? तपाईँहरूले गर्नुभएको कूटनीतिक प्रयासको परिणाम त तपाईँहरू पनि कम्युनिस्ट, चीनमा पनि एक तहको कम्युनिस्टै शासन छ, तपाईँहरूको भगिनी सम्बन्ध पनि छ। परिणाम त त्यसले देखायो नि, सर्वाङ्ग। अहिले तपाईँहरूले अर्को कुरा पनि बुझ्नुभयो होला। महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री हुनुहुन्थ्यो। जब सार्वजनिक भएपछि हाम्रो तर्फबाट कूटनीतिक नोट विरोधको चीन पनि पठाएकै छौँ, समय समयमा भारत पनि पठाएकै छौँ, अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि राखेकै छौँ। गरेकोलाई देख्दै नदेख्ने अनि केही गरेन भने भ्रम मात्र सिर्जना गर्ने हो भने के हुन्छ? होइन, भारततर्फको त अर्थ पनि रहेन होला, यद्यपि त्यो एउटा विधि थियो, गर्नुभयो। चीनतर्फ त स्वीकारिन्थ्यो नि, त्यो खोइ त परिणाममा देखिएन नि त। त्यो नक्सामा हाम्रो संविधानले भनेको भूमि देखियो त। तपाईँले एउटा कुरा चाहिँ गलत तरिकाले भन्नुभयो। सत्य के हो त? के गलत तरिकाले भन्नुभयो भने
हामीले भन्यौँ, हामीले जसो भन्यो चीनले चाहिँ मानिदिइसक्यो। हामीले भनेका छौँ र? किन मानेन? अर्कोतर्फ भन्ने हो भने चीन त पनि कम्युनिस्ट पार्टी हो, किन मानेन भनेर पनि उठाउनु भयो। तुलनात्मक सम्बन्ध छ। पार्टीको सम्बन्ध होला, देशको सम्बन्ध हुन्छ। पार्टीको सम्बन्ध हुन्छ, देशको सम्बन्ध हुन्छ र सम्बन्धित देशहरू कुन बेला कोसँग कुन विषयमा इन्ट्रेस्ट राख्छन् राख्दैनन्। र अहिले पनि मैले सुने 100 को नोट आएपछि भारतमा त बबन्डरै चलिरहेको छ, बबन्डरै चलिरहेको छ नि त। मिडियाहरुमा देख्नुहुन्छ, त्यहाँ संसदमा पनि उठ्छ। अनि चीनको प्रतिक्रिया पनि आएको छ नि त। अर्को कुरा के हो भने चीनको के आयो प्रतिक्रिया? मैले सुनेको छु कि भारतले यो लिपुलेक कालापानीको बारेमा नेपालले गरेको कुरामा बबन्डर गरिराख्नुपर्ने आवश्यकता होइन भने भन्यो। हो, त्यो रूपमा आएको छ। अर्को कुरा के हो भने त्यो कालापानी लिपुलेक लिम्पियाधुराको ट्राई बिन्दु पनि निर्धारण गर्नुपर्ने छ। 3 देशको सिमाना कुन ठाउँमा भनेपछि हामीले भनिरहेकै छौँ न, त्यो सिमाना भारतले पनि स्वीकार्नुपर्छ र चीनले पनि स्वीकार्नुपर्छ। त्यसै कारणले गर्दाखेरि चीनमा गएर प्रधानमन्त्रीजीले अन्तर्राष्ट्रिय मञ्चमा पनि राख्नु भएको छ, चीनसँगको कुरामा पनि राख्नु भएको छ। चीनमा गएर भनेर तपाईले संघाई कोअपरेसन अर्गनाइजेसनको सन्दर्भ कोट्याउन खोज्नुभयो हो। त्यही सन्दर्भमा ग्लोबल सेक्युरिटी इनिसिएटिभको चाहिँ नेपाल पनि एउटा पक्ष हुन्छ भन्ने चर्चा चीनिया पक्षको चाहिँ आएको थियो उसको प्रेस नोटमा। तर नेपाली पक्षले हतार हायल कायल हुँदै केपी शर्मा ओली प्रधानमन्त्री थिए, होइन हामीले कुनै पनि समझदारी सहमति गरेका छैनौँ भन्नुको अर्थ यो दोहोरो भूमिका के एमालेको? यो चाहिँ यो कहिलेकाहीँ के हुन्छ भने त्यो के बुझाइ भन्छ नि, तपाईहरुमा पनि त्यो बुझाइले घर गरेको छ। सत्य जे हो त्यतिखेर स्वीकार्नुपर्छ। सत्य के हो? के थियो सत्य? के हो भने हामी कसैको सुरक्षा घेराभित्र हामी जाँदैनौँ, गएका छैनौँ। चीनको इन्ट्रेस्ट होला हाम्रो सुरक्षा घेराभित्र नेपाल पनि आइदेओस् भने उनको सदस्यता उनको कुरा नभयो। त्यसमा हाम्रो निर्णय त हाम्रो कुरा हो, हामीले कुनै निर्णय भएको छैन। जीएसआई सैन्य पनि त्यहाँ स्वार्थ छ त्यसमा, गतिविधिहरू सैन्य गतिविधि पनि, त्यसको डिटेल मैले अध्ययन गरेका छैन। तपाईं जस्तो नेता आजसम्म अध्ययन नगरी डिटेल भनेको छु। तर के हो भने हामी कसैको सुरक्षा घेराभित्र नेपाललाई राख्नुपर्छ भन्ने मान्यतामा छैनौँ, कहिले पनि राख्दैनौँ। नेकपा एमाले त्यसको पक्षमा छैन। यति भनिसकेपछि अनि नभएको कुरालाई हो नै भनेर तपाईहरूले रट्नुको कुनै अर्थ छैन। होइन, तपाईहरुकै तत्कालीन अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदाखेरि महान्यायाधिवक्ता हुनुहुन्थ्यो र चीन विषयसँग सम्बन्धित विज्ञ पनि ठान्ने गरिन्छ। प्राध्यापक डाक्टर युवराज सङ्ग्रौलाले भन्नुहुन्छ, उहाँका तर्क है, मैले सुनाएँ मात्रै तपाईलाई, यो त कुनै सैन्य विषय छैन। यहाँ आर्थिक विकासका कुराहरू छन्, सहकार्यका कुराहरू छन्, ग्लोबल सेक्युरिटी इनिसिएटिभको कुरा मैले यहाँलाई स्मरण गराएँ।
तपाईहरु भन्दै हुनुहुन्छ यो सैन्य कुरा पनि छ सुरक्षाको कुरा पनि छ भनेर। अब तुलना गरौँ न त एमसीसी र जीएसआई तुलनात्मक रूपमा कुन सैन्य स्वार्थले प्रेरित छ? एमसीसी भित्रको आर्थिक लगानी लिएकै हो, विरोधको बावजुद लिएकै हो। सबभन्दा बढी विरोध प्रचण्डजीले गर्नुभयो। देउबाजीसँग मिलेर गोप्य चिठी चाहिँ पठाउनु भयो। सडकमा विरोध गराउने गोप्य चिठी पनि पठाउने विषान्तर भयो। मेरो प्रश्नको जवाफ भएकै हो। अरूलाई डामेर उन्मुक्ति मैले गाली गरेको कुरा होइन। हामी कसैको पनि चाहे अमेरिकाको सेक्युरिटी भित्र हामी पस्न चाहदैनौँ, चाहे चीनको पनि त्यस्तो भित्र पस्न चाहदैनौँ। उनीहरूको स्वार्थको पछाडि हामी लाग्दैनौँ। हामी हाम्रो अरान हाम्रो स्वार्थलाई मात्र केन्द्रित भएर लाग्ने भएकोले गर्दाखेरि जे सत्य हो त्यति बुझ्नुपर्छ। सत्य चाहिँ के हो त? तुलनात्मक रूपमा कुन सैन्य स्वार्थले प्रेरित छ जीएसआई र एमसीसी? बताइदिनुहोस् न तपाईँ लालबाबु पण्डित एमाले बिर्सिएर। तपाईँ एसिया कमान्ड अमेरिकाको कसरी नियन्त्रण गर्ने त्यस अन्तर्गत अमेरिका चलिरहेकोले गर्दा हामी त्यता त्यो पाटोमै जान चाहन्नु। संसदबाट पास गरिदिनु भयो तपाईँ र तपाईँको पार्टी। कहाँ छ पास? एमसीसी। त्यो एमसीसी भित्रको के पार्ट छ त्यो त हेर्नु पर्यो नि। तपाईँ बसमा चढ्नुभयो, त्यो बसमा कोही पकेट मार्छ भने तपाईँ इमान्दार पनि अनि त्यो पकेट मारै यो पनि पकेट मारै हो भन्दै जाने हो। त्यसो भए जीएसआईलाई पनि त त्यही तरिकाले स्वीकार्न सकिन्थ्यो होला नि त। सैन्य गतिविधिमा हामी संलग्न रहँदैनौँ, आर्थिक र विकासको पक्षमा हामी सहकार्य गर्न तयार छौँ, चिनिया लगानी हामी भित्र्याउन तयार छौँ। अनि त्यो त सकिन्थ्यो होला। किन चिनिया लगानी अत्तालिँदै फिर्ता लिनु पर्थ्यो? होइन भनेर चिनिया लगानी हामीले लिन्नौँ भनेका छौँ। तपाईकै प्रधानमन्त्री अध्यक्ष केपी ओलीको क्याबिनेटकी परराष्ट्र मन्त्री आर्जु राणा चीनमा गएर भएको त्यो हस्ताक्षरको मसी सुक्न नपाउँदै दिल्लीमा गएर भन्छन् हामी बाध्यता र परिबन्धमा परेर मात्रै बीआरआईमा हाम्रो यो हस्ताक्षर भएको हो अगाडि बढाउने सन्दर्भमा हामी बीआरआईको पक्षधर होइनौँ। आर्जु राणाले भनेको अभिव्यक्ति इन्डियामा गएर। कसले के भन्यो भने काङ्ग्रेसले के भन्छ काङ्ग्रेसको कुरा, प्रचण्डजीले के भन्नुहुन्छ उहाँको कुरा, अरू पार्टीले कसले के भन्छ भने अरू पार्टीको जवाब हामीले दिनुपर्ने कि सम्बन्धित पार्टी र सम्बन्धित व्यक्तिसँगै तपाईँले सोध्नुहुन्छ। क्याबिनेटका हरेक सदस्यहरू प्रधानमन्त्री प्रति उत्तरदायी हुन्छन् नेपालको संविधानले भनेको। क्याबिनेटको प्रमुख केपी शर्मा ओली तपाईँको अध्यक्ष। जे निर्णय हो त्यो बोल्नुपर्छ। निर्णय भन्दा बाहिर बोलिएका कुराको जिम्मेवारी लिँदैन। स्पष्टीकरण लिनुभयो केपी शर्मा ओलीले त्यसै बेला प्रधानमन्त्रीको हैसियतमा गलत थियो भनेर। अब मन्त्रीसँग प्रधानमन्त्री बर्खास्त गर्न सक्नु पर्थ्यो होला। त्यतिखेर के लिनुभयो लिनु भएन भने त्यो कतिपय आन्तरिक कुरा हुन्छ र आन्तरिक कुराहरू बजारमा आएका सबै कुरासँग अनि बजारै गर्ने गरी चाहिँ हुँदैन। त्यसकारणले जे निर्णय हो त्यो हामी बोक्छौँ, राष्ट्रले बोक्ने हो। जे निर्णय होइन कसैले व्यक्तिगत रूपमा कहाँ कसरी बोल्छ त्यसको पनि जिम्मेवारी लिनुपर्छ भने त्यो जिम्मेवारी हामी लिँदैनौँ पनि लिँदैनौँ। तपाईँ त मन्त्री भइसकेको मान्छे यो जवाफ सुहाएन। प्रधानमन्त्री प्रति उत्तरदायी हुन्छन् हरेक मन्त्रीहरू। प्रधानमन्त्रीले गलत बोल्ने मन्त्रीहरूलाई स्पष्टीकरण या बर्खास्तीसम्मको हक राख्छ, अधिकार हुन्छ। तर त्यो नगर्नुको पछाडि
सहमति थियो भन्ने चाहिँ त्यो प्रमाणित अर्थ हुन्छ। त्यसलाई त स्वीकार्नु पर्यो नि। अरूले बिना प्रमाण मुखले भनिदिएर अनि स्वतः प्रमाणित हुने कुरा चाहिँ कहाँ कुन संविधानमा छ, कुन देशमा छ, कुन क्याबिनेटले त्यस्तो गर्छ? गर्छ? प्रमाणित कुरा नै गर्ने हो। होइन, लालबाबु पण्डित जस्तो सदाचारी व्यक्ति, केपी शर्मा ओली जस्तो व्यक्तिको प्रवृत्तिको चाहिँ दास किन बन्नुहुन्छ भन्ने तपाईँका पक्षधरहरूको मत छ। सतीसँगै नजानुस् भन्ने तपाईँप्रति सदा सहायता छ भनेर मैले त्यो उनीहरूको धारणा तपाईँलाई राखे जिज्ञासाका रूपमा भने के भन्नुहुन्छ? व्यक्तिगत रूपमा भन्नुहुन्छ भने जसरी सबैको औँठा छाप फरक फरक हुन्छ नि, व्यक्तित्व पनि फरक फरक हुन्छ, कमी कमजोरी पनि फरक फरक हुन्छ। त्यसकारण अर्काको कमजोरी अर्काले ढाकछोप गरिदिनु पर्ने र म कुनै कमजोरी कसैको ढाकछोप गर्ने पनि व्यक्तिगत रूपमा होइन। मेरो पनि कमजोरी चाहिँ कसैले व्यक्तिगत रूपमा ढाकछोप गरिदिनुहुन्छ भने लाग्दैन। किन भन्नुहुन्छ भने तर कहिलेकाहीँ के हुन्छ भने नभएको कुरा पनि रटेको रटे गर्छ। भन्नुभयो नि, मलाई सोध्ने गर्छ नि, मेरो साधन छैन, पैदल लिन्छु कि लिफ्ट लिन्छु? कहिले पत्रकारको मोटरसाइकलमा जान्छु, कहिले कोही साथीको गाडीमा जान्छु, कहिले पठाउमा जान्छु। मन्त्री हुँदा सरकारी गाडी चढेकै हो, सरकारी तेल खर्च भएको। तर दिमाग खुस्केकाहरूले के भन्छन् भने साइकलमा पेट्रोल कसरी चाहिँ गयो? दिमाग खुस्केकै हो के? खुस्केटलाई चाहिँ मैले के भन्न सक्छु र? रट्न छोड्दैन, सत्य कुरा बुझ्न तयार छैन। असत्य कुरा बुझ्न तयार छैन, गलत कुरा दिमागबाट हटाउन तयार छैन भने अनि म चाहिँ तपाईँ प्रभु साह्रै राम्रो व्यक्ति हुनुहुन्छ, तपाईँको दिमाग त उच्च कोटिको छ, विद्वान हुनुहुन्छ, देशलाई चाहिने हुनुहुन्छ, समाजलाई चाहिने हुनुहुन्छ। देशको जिम्मा त तपाईँले लिँदाखेरि यो देश त एकदम हराभरा, यो समाज त विकसित भइहाल्छ। के यही सत्य हो? त्यसकारण सत्य सुन्न पनि नसक्ने, बुझ्न पनि नसक्ने, सत्य कुरा दिमागमा राख्न पनि नसक्ने अनि तिनको कुरालाई समयको बर्बादी बाहेक अरू म के भन्न सक्छु? तिनीहरू चाहिँ नागरिक होइनन्? नागरिक हुन्। समयको बर्बादी लोकतन्त्रमा त हरेक नागरिकको अभिमतलाई सम्मान गर्नुपर्छ। त मैले त अपमान गरेको छैन नि, सम्मान व्यक्त गर्दै हुनुहुन्छ। जसको संरक्षण गर्दै हुनुहुन्छ नि, उनलाई अब गिरफ्तार गर्ने भनेर गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले तयारी थालिसकेको छ र एमालेमा प्रवेश गर्न रोकमा पारिएकी विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्की बीचको भेट एकदमै विशेष रूपमा अहिले तहल्का पिटेको छ समाचारले। अझै पनि तपाईहरु चेत्नु, जहिलेसम्म जो एमालेमा हुनुहुन्छ राम्रो काम गर्नुहुन्छ राम्रो मान्छौँ, खराब काम गर्नुहुन्छ खराब हुन्छ। कतिपय देशका प्रधानमन्त्री पनि जेलमा गएका छन्, राष्ट्रपति पनि गएका छन्, मन्त्री त नेपालमै कति गएका छन्, कतिपय देशका न्यायाधीशहरू जेलमा गएका छन्, प्रधान न्यायाधीशहरू जेलमा गएका छन्। त्यसकारणले षड्यन्त्र कहीँ पनि हुन्छ भने षड्यन्त्रको विरोधमा जान्छौँ, तर अपराधीको पक्षमा कहिले पनि म साथ दिन्न, दिएको पनि छैन, भविष्यमा दिने पनि छैन। त्यो कसको साथ छोड्ने भनेको? ओलीको कि ओलीलाई पक्रिन खोज्नेहरूको के भनेको?
अब तपाईले नै अहिले भन्नुभयो प्रधानमन्त्रीले कोसँग भेट्नुहुन्छ, के गर्नुहुन्छ, के आदेश दिनुहुन्छ। अब प्रधानमन्त्रीलाई नै संविधानले चिन्छ कि चिन्दैन? प्रधानमन्त्रीले गरेको काम संवैधानिक हुन्छ कि हुँदैन? आक्रोश हुन्छ कि व्यक्तिगत ईर्ष्या डाहा हुन्छ कि कोही आकालाई सन्तुष्ट बनाउनको निम्ति बाध्यकारी भएर कदम चाल्नै पर्ने स्थिति पनि हो कि सुनिराख्नु भएको छ नि। यो सरकार कुन आइएनजिओसँग कहिलेदेखि सम्बन्धित छन्, के काम गरेका छन्, के काम गरेका छैन, अझै भन्ने हो भने त्यतिखेर स्वघोषित जेनजी नेता नवयुवा पुस्ता भन्छौँ, बुढा भए पनि जेनजी भएको, बुढी भए पनि जेनजी भएको, स्वघोषित प्रधानमन्त्री प्रति हो अनि डिस्कोड जनताबाट होइन, डिस्कोडबाट प्रधानमन्त्री चयन गरेको, डिस्कोडबाट मन्त्री चयन गरेको। जनताको प्रधानमन्त्री हो कि डिस्कोडको प्रधानमन्त्री हो? देशको प्रधानमन्त्री हो कि आइएनजेको प्रधानमन्त्री हो? देशको सरकार हो कि आइएनजेको सरकार हो? राम्रो काम गरे, संविधान अनुसार गरे, स्याल्युट गर्छु। संविधान विरोधी खराब काम गरे, कानुन विपरीत काम गरे, संविधान विपरीत काम गरे, हस् धेरै राम्रो गर्नु भएको छ भने यो लालबाबु पण्डितले गर्दैन, मान्दैन। केपीओलीले किन बयान नदिएको छानबिन समितिलाई? उनी एकजना नागरिक होइन आजका मितिमा? हिजो राजतन्त्रका समय पो संविधानभन्दा माथि संवैधानिक उन्मुक्ति एउटा परिवार र वंशलाई थियो। अब त वंशीय शासन छैन नेपालमा, लोकतन्त्र हो नि। अहिले नागरिक नै हो। उहाँले बयान लिने काम आयोगको हो। कसरी बयान लिन्छन् त्यो आयोगले जान्ने कुरा हो। दिँदा के हुन्छ, नदिँदा के हुन्छ, त्यसको मूल रूपमा जिम्मेवार जसले बयान लिनुपर्ने हो, जसले बयान दिनुपर्ने हो, उहाँहरू नै हुने भएकोले गर्दा अहिले यो भन्दा बढी यो विषयमा नजानु नै उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ। कि ओलीले एकपटक फेरि विगतमा बिर्सिसकेको अनुभव कैदी भएर महसुस गर्ने त्यो इच्छा व्यक्त गरे हो भनेर आलोचकहरूले भन्यो भने तपाईँ चाहिँ एकजना एमालेको नेताको तर्फबाट के जवाफ दिनुहुन्छ? कानुनले, संविधानले र त्यो निर्णयले त्यो ठाउँमा पुग्दा कानुनी उपचार होला, कानुनी उपचार होला। कानुनलाई म मान्दिनँ, निर्णयलाई म मान्दिनँ, अनि लोकतन्त्रभन्दा माथि म छु, संविधानभन्दा माथि म छु भने उहाँले बुझ्नु भएको छ भने मलाई लाग्दैन। उहाँले भनेको केपी ओलीले लाग्दैन। त्यस कारणले गर्दाखेरि यो प्रक्रियामा रहेको कारणले गर्दा विभिन्न कुराहरू बाहिर आउँछन्। कहिले आक्रोशपूर्ण पनि होला, कहिले षड्यन्त्रपूर्ण पनि कुरा होला, तर प्रमाणको आधारमा जो पनि कानुनी रूपमा दण्डित भयो भने दण्डलाई स्वीकार्नुपर्छ र कठघाराबाट बाहिर छु भन्ने स्थिति हुँदैन। अनि के ओलीले किन यो मुठभेडका लागि यस्तोमा उनले व्यवहार देखाए त? त्यसो भए मुठभेड पनि चाहेको हो र एमालेलाई त्यसबाट लाभ होला त?
एमाले पक्राउ पछाडि त कुनै न कुनै त पर्यो। एमाले गैर कानुनी काम कसैले गर्छ भने त्यसको पक्षमा हुँदैन र प्रतिवाद गर्न पनि एमाले तयार छ। त्यसकारण कसैमाथि कुनै कुरा उठ्यो भने प्रतिवाद गर्नै पाइँदैन, कानुनी लडाई लड्नै पाइँदैन। मैले जे बोले त्यही अन्तिम सत्य हो भन्ने बुझाइ कसैको छ भने गलत हो। भनेपछि तपाईँ यस बेला केपी ओली प्रवृत्ति र अभिव्यक्तिको विरुद्धमा हुनुहुन्छ भनियो भने प्रष्ट रूपमा त्यो सत्य हुन्छ है। तपाईँले फेरि यसलाई गलत बुझ्नुभयो। म संविधान र कानुनको पक्षमा छु। संविधान र कानुनभित्र नै लोकतन्त्र हो। अराजकता भनेको लोकतन्त्र होइन। त्यसकारण लोकतन्त्र जसले ल्याए, मिलेर ल्यायौँ, लोकतन्त्रको विरोधमा हामी जाँदैनौँ, कानुनी प्रक्रियाहरूको विरोधमा हामी जाँदैनौँ र न्यायिक निर्णयहरूको विरोधमा हामी जाँदैनौँ। अनि तपाईँहरूले नि अदालत घचघच्याउनु भयो, अदालतले बोलिसकेको छैन, सुशीला कार्कीलाई गैर संवैधानिक नभनी सक्दासम्म त उनी संवैधानिक नै ठहर्छिन् होला नि। यसर्थ त त्यो सरकारले गरेका काम कारबाहीलाई त स्वीकार्नु पर्यो नि, सर्वोच्चको फैसला नआउन्जेलसम्मलाई। यो चाहिँ किन तपाईँहरूले बलजफ्ती गरे नि? कुनै फैसला संवैधानिक अदालतमा विचाराधीन हुन्छ भने त्यो विचार आएपछि कार्यान्वयनमा जाने हो। जे विचार आउँछ त्यो कार्यान्वयनमा जाने हो। त्यसकारणले हामीले अहिले यो सरकारलाई संविधान टेकेर आएको सरकार मानेकै छैन। मानेकै छैन। संविधान टेकेर आएको सरकार मानेकै छैनौँ। प्रतिनिधि सभा चाहिँ संविधान टेकेर विघटन भएको मानेकै छैनौँ। मानेकै छैन। होइन, तपाईँ जस्तो मान्छे इमान र निष्ठाको एउटा बिम्बका रूपमा हेर्छन् र त्यही तरिकाले सम्मान गर्छन् र तपाईँले जसरी अभिव्यक्ति दिइरहनु भएको छ यो तपाईँकै लागि प्रत्युत्पादक हुन्छ कि भनेर तपाईँका समर्थकहरूले यस बेला दया व्यक्त गरिरहेका होलान्। यसकारण भन्दैछु म, योभन्दा अगाडि केपी शर्मा ओली यिनै व्यक्ति हुन्, दुई पटक संसद विघटन गरे, दुवै पटक सर्वोच्च अदालतले बदर गरिदियो। त्यही बिचमा उनले नियुक्त गरेका 50-52 जना संवैधानिक पदका नियुक्तिवालाहरू अहिले पनि घुम्ने कुर्सीमा सेवा सुविधा र पदमा रहिरहेका छन्। त्यो चाहिँ ठीक। अब अहिले संवैधानिक इजलासमा प्रश्न पुगेको छ, अन्तिम निरूपण भइसकेको छैन र आजकै मितिबाट तपाईँहरूले मुद्दा दर्ता गरेकै मितिबाट सुशीला कार्कीलाई तपाईँहरू असंवैधानिक भनेर यो तहको प्रवृत्तिमा उत्रिनु भएको छ। दोहोरो मापदण्ड। बरु अरूले भन्न सक्थे होलान्, प्रश्न उठाउन सक्थे होलान्, ओलीको नेतृत्व रहेको एमाले उठाउने भन्ने छ नि। अरूले कसरी संविधान बुझ्छन् उनको कुरा भयो। हामीले संविधान कसरी बुझ्छौँ हाम्रो कुरा भयो। अन्तिम व्याख्याता सर्वोच्च अदालत भएकोले गर्दा यहाँले उठाउनु भयो। दुईचोटि संसद विघटन, त्यो चाहिँ जायज आफूले गर्दा होइन। सर्वोच्चले नाजायज भनिसकेपछि हामीले जायज त भनेका छैनौँ। स्वीकार्नु भएकै छैन। किन स्वीकारेका छैनौँ? किन स्वीकार्यो? ओलीको हामी स्वीकारोक्ति आएको छ, मैले गलत गरेछु इतिहासमा। होइन, त्यो इतिहास मूल्याङ्कन गर्ने कुरा अलगै होला, तर हामी संसदमा गयौँ कि गएनौँ? हामी संसदमा गयौँ कि गएनौँ? त्यो संसदले सरकार बनायो कि बनाएन? त्यो सरकारले काम गर्यो कि गरेन? यो महत्त्वपूर्ण कुरा हो। त्यसकारणले गर्दाखेरि अहिले पनि म भन्छु, बारम्बार भन्छु र कुनै हिचकिचाहट नभइकन भन्छु, संविधानको व्याख्याता सर्वोच्च अदालत हो। सर्वोच्च अदालतको निर्णय मान्छौँ। व्यक्तिगत रूपमा कसलाई के लाग्छ भने अलग कुरा हो।
व्यक्तिगत रूपमा लाग्न सक्छ फरक कुरा, तर हामी मान्छौँ, त्यो अनुसार अगाडि बढ्छौँ। यो देशमा संविधान छ, संविधान नभएको भए असंविधान विहीन अवस्थामा जसले जे भन्यो, जसले जे सोच्यो त्यही नै अन्तिम सत्य देख्ने भएकोले गर्दा हामीले अन्तिम सत्य अहिले संविधान र संविधानको व्याख्याता सर्वोच्च अदालतलाई नै मानेको हुनाले गर्दा त्यहाँको निर्णय मानेर अगाडि बढ्छौँ। होइन, हामीले विगतमा या वर्तमानमा पनि राणा राजा महाराजाहरूको सयौँ रोपनीमा जग्गा आलिसान, उनीहरूको त्यही खालको जीवनशैली विलासी, ती त सामान्य नेपाली जनताका लागि थिए। तर कम्युनिस्ट नेता काङ्ग्रेसलाई पनि छोडिदेऊ, राप्रपा राजावादी तिनीहरूलाई छोडिदेऊ, तर नेकपा एमाले त कम्युनिस्ट हो नि त। कम्युनिस्टका नेता केपी शर्मा ओली अध्यक्ष हुन्, उनको लागि बनाइएको भवनको चाहिँ नक्सा अहिले सामाजिक सञ्जाल मिडियाहरूमा चर्चाको विषय बनेको छ। र यही चर्चालाई टेक्दै शिक्षा मन्त्रीले टिप्पणी गर्नुभएको छ, यो नक्सा कुन इन्जिनियरले बनाएछ, यसलाई कारबाही गर्नुपर्ने भनेर महावीर पुनको स्ट्याटस आएको छ, व्यङ्ग्यात्मक। तपाईँलाई त थाहा छ नि, उहाँ त वैज्ञानिक हुनुहुन्छ, कुन कुराको वैज्ञानिक हुनुहुन्छ मलाई थाहा छैन। मन्त्री हुनुहुन्छ, के बोल्नुहुन्छ के बोल्नु हुँदैन, आफ्नो मर्यादा पनि राख्नुहुन्न भने त्यो उहाँकै कुरा हो। तपाईँको चाहिँ के हो कुरा यसमा? अब एउटा कुरा के हो भने हामी त चाहन्छौँ प्रत्येक नेपालीको घर हुनुपर्छ, प्रत्येक नेपालीको घर हुनुपर्छ। क्षमता अनुसार फरक होला। यहीँ पनि तपाईँ यति धेरै पत्रकार मित्रहरू हुनुहुन्छ, सबको आर्थिक हैसियत त फरक फरक छ नि त, पारिवारिक हैसियत त फरक फरक छ नि त, सडक छाप त हुनुहुन्न नि। अनि कोही नेताको घर हुनु हुँदैन, घरै हुनु हुँदैन, ऊ सडकमै बस्नुपर्छ। यो मान्यता राख्ने चाहिँ सभ्य मान्छे हुन्छ र हो। जहाँसम्म भन्नुहुन्छ भने उहाँको पुरानो घर सरकारको नाममा गरेकै हो, जलाइदिए, प्रष्ट भन्नुभएको छ, फेरि बनाउने सरकारको छ भने बनाउनु, नभए सकियो। जनताको तहबाट फेरि अर्को, अहिले त भाडामा बस्नु भएको छ, एउटा सानो घर बनाइदिने भए। त्यो चाहिँ कसको नाममा हुन्छ? पार्टीको नाममा हुन्छ कि सरकारको नाममा हुन्छ कि ट्रस्टको नाममा हुन्छ कि कसको नाममा हुन्छ? यो अहिले बनेको नयाँ नक्साका मालिक अहिले नयाँ जग्गाको बारेमा पनि घोषणा भएको छैन, घरको नक्सा मात्रै भएको छ, एक ठाउँ शिलान्यास भएको छ, त्यो जग्गाको नेपाल सरकार हो। अहिले जग्गा कसको नाममा गरिया छ मैले बुझाएको छैन। उहाँले नै यो घर सरकारलाई दिने कि त्यहीँकै समाजलाई दिने उहाँले नै फैसला गर्ने हो। त्यसकारण उहाँकै बनि त सकेका छैन, बन्न त सुरु भएको छैन, तर अत्यन्तै आकर्षक छ त्यो घर नक्सामा। कम्युनिस्ट नेतालाई किन त्यति आकर्षक घर चाहियो? झुपडीमा बस्दा पनि हुने भन्ने होला नि त तपाईँहरूका मतदाताहरूको अभिमत। तपाईँहरू त सर्वहारा वर्गको नेतृत्व गर्नुहुन्छ होइन? कति त केपी ओली मरे पनि हुन्छ भन्ने पनि छन् नि त, छन् नि त। उनको रहर पुरा हुन्छ, हुन्छ। त्यसकारण कसले के भन्छन् भने खोजे थाप्ने कुरा चाहिँ खोज्दै हिँड्ने तपाईहरूको कुरा हो। घर हरेकलाई चाहिन्छ, त्यो घरको लगानी पारदर्शी हुनुपर्छ।
त्यसको स्वामित्व घर कसको नाममा हुने, शेषपछि कसको हुने भन्ने कुरा त हुन्छ नि त। नेपालको कानुनले के कुरा भन्छ भने कसैको नाममा यदि भएको छैन भने त्यो परिवारको समाप्तिपछि त्यो घर स्वतः सरकारको नाममा जान्छ, घर जग्गा सरकारको नाममा जान्छ भन्ने त छ नि त। कानुनी व्यवस्था छ कि छैन? त्यसकारणले कानुनी राज्य मान्नेले कानुनी व्यवस्थाहरू पनि बुझ्नु पर्यो के। म कहिलेकाहीँ कति पत्रकार मित्रहरूलाई भन्छु, कुरा उठाउनुहुन्छ यो त यस्तो हो नि भने, संविधान पढ्नुभयो भने, संविधान त पढेको छैन, संविधानै नपढ्ने पत्रकार कस्तो पत्रकार हुन्छ भने मैले जवाब पनि दिने गरेको छु। ओठे जवाब खोज्ने के, ओठे जवाब खोज्ने। तपाईँले बडा कुटिलतापूर्वक जवाब दिनुभयो र भन्नुभयो योभन्दा अगाडि एउटा विध्वंसको शिकार भएको केपी शर्मा ओलीको निवास सरकारी थियो भन्नुभयो नि, तर त झुट थियो नि। एउटा ट्रस्टलाई दिने भन्ने कुरा रहेछ। ट्रस्ट भन्ने त फेरि नेपाल सरकारको होइन नि त सम्पूर्ण रूपमा, त्यो एउटा बेग्लै स्वायत्त संस्था पनि हो जस्तो। अनि यस्तै झुटपूर्ण अभिव्यक्तिको शिकारका कारणले गर्दाखेरि नेपाल ट्रस्टको नाममा रहेको छाउनी स्थित 15 रोपनी 1 आना जग्गामा ज्ञानेन्द्र शाह पूर्व राजाकी छोरी प्रेरणा कि श्रीमान राजबहादुर सिंहले कब्जा जमाइरहेका छन्। नाममा छ, प्रेरणाको नाममा। सर्वोच्च अदालतको संवैधानिक इजलासबाट समेत नेपाल सरकार या नेपाल ट्रस्टको ठहर हुँदा समेत त्यो कब्जाबाट हटाउनलाई नेपाल सरकारले सकेन। त्यसबेला केपी शर्मा ओली प्रधानमन्त्री हुँदाखेरि मैले जोड्न चाहे यस्तै गोलमोटोल गैर जिम्मेवार पूर्ण जवाफको कारणले गर्दाखेरि नागरिकहरू त्यस्ता प्रवृत्तिका विरुद्ध पनि बोल्न सकेका छैनन्, किनकि योभन्दा ठुलो बदमास यता छ भन्छन् के। तपाईले एउटा कुरा के बुझ्नु पर्यो भने एक ठाउँमा होइन संसदमा बारम्बार भन्नुभएको छ ट्रस्ट भनेको त तपाईँ कृष्ण प्रसाद भट्टराईको पनि ट्रस्ट त छ नि त, छ कि छैन? पूर्व प्रधानमन्त्री, त्यहाँ सरकारको लगानी छ कि छैन? सरकारको नियन्त्रण हुन्छ कि हुँदैन? त्यसकारणले उहाँले त्यतिखेर घर चाहिँ सङ्ग्रहालय बनाइदिने भनेर त्यो मोडलमा सबै कुरा भएको, सबै कुरा भएको। सरकारको सङ्ग्रहालय अहिले पनि सरकारको सङ्ग्रहालयहरू छ कि छैन? छ नि। त्यसकारण सरकारले कुन रूपमा प्रयोग गर्ने भन्ने फरक कुरा हो। अब जहाँसम्म कुरा उठाउनु हो, मैले त नभन्दा हुन्थ्यो तर भन्नै पर्ने भयो। काठमाडौँमा बिहान बेलुकी डोजर चलाइरहेको, तपाईँहरू गएर भिडियो खिचिरहेको, आक्रोश व्यक्त गरिरहेको, द्वन्द्वहरू भइरहेको, सरकारी जग्गा कब्जा भएर हटाउनु परेको त्यहाँ जनप्रतिनिधिहरू गएर हटाइरहेको, कतिपय ठाउँमा पार्क बनाइरहेको पशुपतितिर मैले विभिन्न ठाउँमा हेर्छु आधा घर चाहिँ भत्काएको छ, त्यही पनि एउटा चाहिँ पर्दा लगाएर प्रयोग गरिरहेको। कति जनताले छोड्न नमानेको त देख्नु भएको छ। त्यसकारण त्यो पनि सरकारको नामको ट्रस्टको सरकारले शक्ति नै प्रयोग गरेर खाली गर्नुपर्छ। सरकारको नामको सरकारमै ल्याउनुपर्छ, ट्रस्टको जग्गा ट्रस्टकै हो। अहिले भन्नुहुन्छ भने हामीले 27 गते ट्रस्टकै नाममा सल्लाहघारीमा हामी नेकपा एमालेको 11औं महाधिवेशनको उद्घाटन सत्र त्यहाँ गर्न लागिरहेछ, भाडा तिरेर गर्न लागिरहेछ। ट्रस्टलाई भाडा तिरेर गर्न लागि, ट्रस्ट भनेको नेपाल ट्रस्ट, नेपाल ट्रस्ट भिक्टी मण्डपमा हामी 28-29 गते चाहिँ बन्द सत्र गर्न लागिरहेछ। त्यो पनि ट्रस्टकै हो।
त्यहाँ पनि भाडा तिरेरै गर्ने लागिरहेछौँ। लुटलाट गर्नेको त छोडिदिनु न, अपराध गर्नेको कथा बनाउने हो, अपराध गर्नेलाई त दण्डित गर्ने हो। होइन, तपाईँहरू जस्ताको चाहिँ गैर जिम्मेवारीपनका कारणले गर्दा त्यस्ता प्रवृत्तिहरू मौलाए जनताहरूले त्यहाँ चाहिँ तिर हान्न सकेनन्, किनभने त्योभन्दा बढी आक्रोश तपाईँहरूमाथि भएकोले भन्ने विवेचना छ के? यसको जवाफ के हुन्छ भने मनभित्र एउटा कुरा बाहिर अर्को कुरा गर्नेहरूसँग सकिँदैन। त्यसो भएदेखि योभन्दा अगाडि एमालेको विधान महाधिवेशन सिद्धिन पाउँदा नपाउँदै देशमा विद्रोह भयो र विध्वंस यो आगजनीको अवस्था आयो। यसर्थ केही व्यक्तिहरूले आलोचना गर्छन् फेरि पनि एमालेको विशेष महाधिवेशन हुँदैछ, यसले पनि त्यही उत्पात निम्त्याउने पो हो कि एमालेका हरेक घटनाक्रमहरू नेपाल राष्ट्रका लागि अभिशाप भनेर आलोचना गर्छन्। त्यो दुर्घटनाको सम्भावना देखिन्छ। फेरि त्यतिखेर ओलीकै नेतृत्वमा एमाले बनेको खण्डमा संकेत पनि मैले तपाईँलाई गरेँ। हामी सचेत नभएको बेलामा भएको घटना हो। सत्ता तपाईँहरूसँग हुन्छ, सचेत तपाईँहरू नहुने अयोग्यताको प्रमाण त्योभन्दा ठुलो चाहियो। सचेत भइसकेका छौँ। 23 र 24 गतेको त्यो सत्ता विद्रोह हो। जनविद्रोह र सत्ता विद्रोहमा के फरक छ? सरकार एकतिर सत्ता एकतिर भएपछि त्यो विद्रोह हो। किन भन्नुहुन्छ भने सिंहदरबारको सुरक्षामा कति आर्मी छ, त्यहाँ कति आर्मी छ? ठाउँ ठाउँमा अहिले देख्नुहुन्छ नि, जहाँ आर्मी सुरक्षा थियो थुप्रै आर्मीका कमान्डरहरू अहिले मार्शल गरिएका छन्। किनभने जिम्मेवारी पुरा नगरेको भनेर मार्शल गरिएका छन्। कारबाही परिरहेछन्, सार्वजनिक भइरहेकै छन् नि त। जसलाई सुरक्षाको जिम्मा दिएछ उसैले ढोका खोलेर रमाएपछि अनि राज्यले उनीहरूलाई लगानी गरेको, राज्यप्रति गरेको शपथ, आफ्नो जिम्मेवारी, आफ्नो कर्तव्य पुरा नगरेको देखिन्छ नि, देखिन्छ। त्यसले गर्दाखेरि यहाँहरूले देख्नुभयो होला, सुन्नुभयो होला नि, हामीलाई त पशुपति पनि भत्काउने आदेश थियो, त्रिभुवन विमानस्थल पनि भत्काउने आदेश थियो। यतिवटा प्लेन डढाए यति पैसा पाउने, यतिवटा हेलिकप्टर सिधा यतिवटा पाउने। सिंहदरबार जलाउन कति थियो, अदालत जलाउन कति थियो, राष्ट्रपति भवन जलाउन कति थियो, केवल कारहरू जलाउन कति थियो, व्यापारिक घरानाहरू जलाउन कति थियो, निजी निवासहरू जलाउन कति थियो। स्वतस्फूर्त भएको होइन, योजनाबद्ध भएको हो, योजनाबद्ध भएको हो। नाटक मञ्चन त विभिन्न तरिकाले गरिएको मात्रै हो। अनि यो नेताहरूको अभिव्यक्तिहरू तपाईँसँग जोड्न खोजिनँ मैले। आम नेताहरूको एक घन्टाको अभिव्यक्तिलाई दाँजेर हेर्ने हो भनेदेखि हरेक अभिव्यक्तिले पछिल्लो अभिव्यक्तिलाई काटिरहेको देखिए जस्तै मैले पृष्ठभूमि अलिकति स्मरण गर्न चाहे। नेपालको पहिलो संविधान सभाको चुनाव 2064 सालको चैत्र 28 गते, त्यस पछाडि गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकार थियो। सेना लोकतान्त्रिकरण भएन, यसले भाँजो हाल्यो, परिवर्तित व्यवस्थालाई स्वीकारेन। हिजोकै त्यो पारिवारिक वंश परम्पराको भक्त भएर लोकतन्त्रको उपहास गर्यो भन्ने तत्कालीन सरकारको ठम्याइ थियो। रक्षा मन्त्री थिए रामबहादुर थापा बादल, अहिले तपाईँहरूकै सहयात्री नेता। त्यस कालखण्डमा रुखमाङ्गत कटुवाल प्रकरण घट्यो र प्रचण्डलाई नङ्ग्याउनको लागि सेनालाई लोकतान्त्रिकरण गर्ने बाटोमा अवरोध गर्नको लागि तपाईँहरूले खोज्यौँ भनेर रमाउनु भयो भन्ने
इतिहासलाई स्मरण गर्ने हो र आज केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनिरहँदाखेरि सरकारको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका थिए तर सत्ता ओलीसँग रहेनछ र यसको परिणाम सेनाले विध्वंसलाई रोक्नुभन्दा पनि ढोका खोलेर झन् हौस्यायो र अहिले मार्सल भइरहेको छ त्यस्ता सैनिकहरूमाथि भनिरहँदा किन तपाईँहरूले हिजो चाहिँ भाँजो हाल्ने आज सेना चाहिँ सरकारको भएन भनिरहने यो अलिकति तपाईँहरूको यो दोहोरो मैले सिङ्गो सेना चाहिँ काम नलाग्ने भयो भनेर मैले भनिनँ सेनाले नै कोर्ट मार्सल गरेको कुरा त आफैले अनुभूति गरेर हो नि त त्यसकारण त्यो प्रसङ्ग मात्रै मैले भनेको हो सेनालाई बलियो बनाउनु पर्छ हामी बलियो बनाउने पक्षमै छौँ पहिलोचोटि बङ्करदेखि ब्यारेकसम्मको नारा लिएर आएर एमाले नै सेनालाई बलियो बनाउनको निम्ति लागेको अर्कोतर्फ पनि म सम्झाउन चाहन्छु हामी पहिलोचोटि सरकारमा जाँदा 2051 सालमा सबभन्दा तल्लो पहिलोचोटि हो 51 सालमा मनमोहनको नेतृत्वमा हो पहिलो पटक हो एमालेको सत्तारोहण पहिलोचोटि त हो नि त्यतिखेर कार्यालय सहयोगी भन्दा मुनि चाहिँ सामान्य सैनिकको स्तर थियो र स्तर कार्यालय सहयोगी भन्दा मुनि थियो कार्यालय सहयोगी भन्दा मुनि चाहिँ हाम्रो ठुलो जवानहरूको यो स्वीकार्य ठिक भएन भनेर हामीले माथि ल्याएकै हो अब अर्कोतर्फ भन्ने हो भने हरेक सङ्कटमा देशको सार्वभौमिकता सुरक्षा भौगोलिक अखण्डता अहिले त प्राकृतिक विपत्तिहरू अझै भन्ने हो भने निर्माणमा पनि सेना लागिराख्नु भएको छ लगाइएको स्थिति छ अनि सेनाको यो भूमिकालाई लिएर ओलीसँग सत्ता रहेनछ सत्ताले साथ दिएन भन्नुको अर्थ के त अब अर्कोतर्फ म भन्न चाहन्छु कि कमजोरी बेला बेलामा हुन्छ कमजोरी भएर पहिलो कमजोरी आफैले स्वीकार्यो भने सुधार्नको निम्ति भयो भने भविष्यमा त्यस्तो कमजोरी नहोस् भन्नकै निम्ति हो अहिले जुन विभिन्न ठाउँको मैले चाहिँ यहाँहरूले पनि हेर्नुभयो भने पाउनुहुन्छ अर्कोतर्फ मलाई भन्नुहुन्छ भने विगतसँग मेरो क्रमबद्धता मेरो भनाइको मिल्छ कि मिल्दैन तपाईहरूले नै जाँच्ने हो तपाईहरूले नै जाँच्ने हो औँला उठाउनु पर्ने भयो भने औँला उठाउने हो तर कतिपय देख्नुहुन्छ नि देशको सुरक्षाको निम्ति बोर्डरमा ट्रेन्च खन्ने कसको अगुवाईमा प्रचण्डजीको अगुवाईमा देशको निम्ति प्रचण्ड पथ हैन त्यसपछि भन्नुहुन्छ भने जातीय राज्य अनि प्राप्त कसरी गर्ने नेपालमा विध्वंसको बाटो अँगालेरै क्रान्ति गर्ने विध्वंसको शिक्षा त्यो आलोचना प्रचण्डको अब यसैसँग जोडिएर म भन्छु अहिले ट्रेन्च कहाँ गयो जातीय राज्य कहाँ गयो माओवादी केन्द्र कहाँ गयो प्रचण्ड पथ कहाँ गयो जिन्दगीभरि अस्थिरतामा रमाउने
पीडामा रमाउने, तर त्यसको नेता बन्ने हो भने अब हुँदा हुँदा त कति टाउके भनेर पुग्नु भएको छ। अरू पनि कतिपय चाहिँ घाटे वैद्य, मैले घाटे वैद्य भन्ने गर्छु कि धेरै बिरामी भयो, अब बाँचिँदैन भने घाटमा लिएर जाने, फर्किँदैन, अन्तिम सद्गत पनि त्यहीँ गरिदिने, विचारको सद्गत गर्दै आइसके, व्यवहारको सद्गत गर्दै आइसके। दुनियाँ यत्रो जेनजी आन्दोलन भयो, परिवर्तनलाई स्वीकार्ने नेता उमेरमा पाएको भए पनि प्रचण्ड भन्ने जनमानसमा स्थापित छ। तपाईँले खण्डन गर्न सक्नुहुन्छ। किन स्थापित? उहाँले स्वघोषित स्थापित छ भने हिजो त्यत्रो ट्रेन्ड गरेकोहरूलाई चाहिँ ल फेरि उत्पात मचाऊ भनेर त पठाएकै हो नि त। अब तपाईँको आलोचना यस बेला सत्य मानिन्थ्यो जुन बेला माओवादी र एमालेको एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा बन्यो नि, त्यस बेला तपाईँ नेकपामा म जाँदिनँ, बाहिर बस्छु भनेको भए सही, त्यस बेला त अध्यक्ष प्रचण्ड लाल सलाम भन्दै उहाँको आशीर्वाद थाप्न त जानुभएको हो नि त। आज छुट्टिने बित्तिकै तपाईँलाई मैले एउटा कुरा सम्झाउँ, म क्याबिनेटमा थिएँ। तपाईँ नेकपाको सदस्य रहनु भयो कि भएन त्यो बताउनुहोस् न। मैले नेकपाको सदस्यता नै वितरण भएन, पार्टी जुट्यो तर सदस्यता वितरण भएन। 1400-1500 त केन्द्रीय सदस्य गठन भएको थियो त्यस बेला। केन्द्रीय सदस्य त स्वघोषित केन्द्रीय सदस्य घोषणा गरिदिएर कहिले त उहाँहरूले देख्नुहुन्छ नि 4,000 को केन्द्रीय सदस्य घोषणा गर्नु। र पहिलोचोटि म मन्त्री भएको बेलामा कालो झन्डा देखाउने, देशभरि आन्दोलन गर्ने मेरो विरोधमा भन्ने हो भने प्रचण्डजीले नै लगाएर गर्नुभएको हो नि त। के को निम्ति गर्नुभयो? जब मैले 2 लट गरेर लोकसेवा आयोगको विज्ञापन एकचोटि 10,000 को, एकचोटि 4,000 को नयाँ युवालाई लोकसेवा आयोग मार्फत प्रवेश गराए, इतिहासमा सोध्नु होला कि 4.5 लाख युवाहरूले प्रतिस्पर्धा गरेका थिए त्यो 14,000 को निम्ति। तोक आदेशबाट नियुक्ति गर्नुपर्छ भन्ने उहाँहरूको मान्यता, मैले लोकसेवा आयोगबाट प्रतिस्पर्धा गरेरै स्थायी रूपमा चाहिँ ल्याउनुपर्छ भन्दा अनि देशभरि कालो झन्डा पनि देखाए। त्यो कार्यान्वयन मैले लोकसेवा आयोग मार्फत गरिएको सबै कार्यान्वयन भयो, अहिले काम पनि गर्दै हुनुहुन्छ। त्यो 14,000 एकजनालाई पनि मैले तोक आदेशबाट ल नियुक्ति गर भनेर गरिने, किनभने प्रणाली स्थापित गर्यो भने देशको भविष्य बन्छ। प्रणाली भत्काएर अनुहारतिर हेरेर र आफ्नो आफन्ततिर हेरेर नातावाद र कृपावादतिर गयो भने त्यो देश भलो हुँदैन भन्ने मान्यता। त्यस कारणले गर्दाखेरि कुन कुरामा तपाईँ के गर्नुभयो भन्नुहुन्छ नि, मेरो ज्यानको खतरा हुने गरी, ज्यानको खतरा हुने गरी मलाई चाहिँ मन्त्री क्वार्टरमा गएर तपाईँ अब 2 घण्टाको पाहुना हो यो दुनियाँमा भने तपाईँ हेर्नु होला। दोस्रो चोटि म मन्त्री हुँदाखेरि पनि मन्त्रालयमै गएर 3 चोटि मार्न खोजिया थियो। कसले षड्यन्त्र गरेको थियो? सर्च अपरेसन, मेरो मन्त्रालयमा सर्च अपरेसन चलाउनु पर्यो थियो, प्रहरीले नै जारी दर्ता पनि भयो कि यतिकै लोकप्रियताले चर्चा हो। प्रहरीले सर्च अपरेसन चलाए अनि त्यसको रिपोर्ट के छ? रिपोर्ट त उसले सर्चबाट मान्छे पक्रिन सकेनन्, मान्छे पक्रेन यो दण्डित भन्ने हुन्थ्यो। तर त गरे नि, बुझ्नुभयो नि। जुन पहिले मैले गैर आवासीय अनुमति पत्र
जुन अहिले संविधानको 291 धारामा छ। निजामती ऐन त्यतिखेर मैले निजामती ऐन, त्यसपछि संविधान बनेपछि अहिले संविधानको 291 धारा कि कुनै पनि नियुक्ति निर्वाचित मनोनयन हुन पाउँदैन गैर आवासीय अनुमति लिएका व्यक्तिले। संविधान भित्रको 291 धारा लडाई लडेर राखिएको धारा हो। त्यसकारणले अहिले पनि देख्नुहुन्छ नि कतिपय माथि मुद्दा चलिरहेको हुन्छ। अहिले लोकसेवा आयोगको फर्म भर्नु पर्यो भने मसँग गैर आवासीय अनुमति पत्र छैन भने तपाईले कुनै गासको निर्वाचनमा पनि कुनै निर्वाचनमा सदस्यदेखि कुनै निर्वाचनमा जानुभयो भने पहिला त्यो फर्म भर्नुपर्छ। कुनै पनि पोलिटिकल नियुक्तिमा जानेले त्यो भर्नुपर्छ, नभए दण्डित हुने हुन्छ। के दण्ड हुन्छ झुटो विवरण बुझाएमा? झुटो विवरण बुझाएमा कानुनमा के दण्ड छैन? संविधानमा लेखिएको देखाउनको लागि लेखिदिएको कि कार्यान्वयनको लागि लेखिदिएको? त्यसमा तपाईँ त्यो इमान र निष्ठाको एउटा बिम्ब लालबाबु पण्डित प्रश्न तपाईँ प्रति व्यक्तिगत छैन है, पृष्ठभूमिमै मैले सुरुमै यहाँलाई प्रश्न पारे। र एमाले राष्ट्रियतासँग जोडेर आफूलाई अग्रमोर्चामा राख्ने गरेको पाइन्छ। तपाईँले व्यङ्ग्यात्मक आलोचनात्मक रूपमा पनि भन्नुभयो माओवादीले एकताका इन्डियन विस्तारवाद विरुद्ध सुरुङ युद्ध घोषणा गरेको थियो र त्यस पछाडि माओवादीलाई इन्डियाले आतंककारी समेत घोषणा गरेको थियो। सँगसँगै तपाईँहरू पनि आतंककारी भन्ने पक्षमै हुनुहुन्थ्यो। इन्डियन हालिमुहाली यहाँ नेपालमा अत्यन्तै बढी भयो भनेर त्यस बेलाका चाहिँ राजदूत राकेश सुद थिए इन्डियाका, त्यसमाथि माओवादीले ढुङ्गामुढा समेत प्रहार गरेर सोलुबाट लखेटेको पनि थियो। इन्डियन भट्टले मनोमानी तरिकाले जति उड्छ दक्षिणा सबै खाने प्रवृत्ति थियो, मासिक लाखौँ करोडौँ लिने प्रवृत्ति थियो। त्यसलाई नियमन गर्नुपर्छ र नेपाली राख्नुपर्छ भन्ने प्रयास माओवादी सरकारमै भयो। तथापि माओवादी भन्दा एमाले किन राष्ट्रवादी हुन्छ जसले महाकाली सन्धि नै अनुमोदन गर्नलाई काङ्ग्रेस र राप्रपालाई सघायो? यसको जवाफ दिएर बिट मारिदिनुहोस् न। एउटा कुरा के हो भने इतिहासलाई पनि ठिक तरिकाले तपाईहरूले पढिदिनुहुन्न, बुझिदिनुहुन्न, मनन गरिदिनुहुन्न। यो विषयमा मलाई दुःख लाग्छ। किन मैले भन्न खोजेको हुँ भने 48 सालमा पहिलोचोटि हामी संसदमा आउँदा पशुपतिको पुजारी र जनकपुरको पुजारीलाई उसले कुनै चिटकट्टोमा कुनै जग्गाको लेखेर कसैलाई चिटकट्टो दियो भने त्यो मालपोतमा पास गरे सरह हुनेछ भन्ने व्यवस्था थियो। त्यसैले कत्रा कत्रा घर थियो नि पशुपति वरिपरि, मुआवजा दिँदै हटाउनु परेको थियो। एउटा कुरा। अर्को कुरा के हो भने पशुपतिको आम्दानी कति थियो वर्षको? वर्षको आम्दानी देखाउन जम्मा 6 लाख देखाइएको थियो। एक दिनमा 3-3 करोड उठ्छ तर आम्दानी 6 लाख देखाइएको थियो। अनि राज्यले सबै तिर्नु पर्ने थियो। उल्टै हामीले नै हो। प्रचण्डजी कहाँ लुक्नु भएको थियो थाहा छैन, त्यो पार्टी पनि कहाँ थियो थाहा छैन, तर हामीले नै हो भट्टको तलब तोक्ने कानुनी व्यवस्था र यस्ता चिटकट्टोहरूलाई रद्द गर्ने, भविष्यमा यस्तो चिटकट्टोहरू काम नलाग्ने गरिकन हामीले कानुनी रूपमा व्यवस्था गरेर गर्यौँ। पछि उहाँले भट्ट चाहिँ नेपाली राख्ने कि इन्डियन राख्ने भनेपछि
त्यो धार्मिक कुरासँग पनि जोडिएर आउँदो रहेछ। र नेपालमा एउटा भट्ट हटाउँदा प्रचण्डको सरकार गयो र तपाईँहरूको सरकार होइन, सुन्नुहोस् पहिला। नेपालमा एउटा भट्ट हटाउँदा भारतको विभिन्न ठाउँ गरिकन नेपाली मूलका नेपालका 206 जना भट्टहरू थिए। त्यो अभियान पनि चल्ने भएकोले गर्दा, यसले धार्मिक कटुता पनि बढ्ने भएकोले गर्दा हामी धार्मिक कटुता बढाउने र त्यसमा पनि एक अर्का देशमा धार्मिक विवादहरू सिर्जना गराइदिने र पीडामा धार्मिक व्यक्तित्वहरू नपरुन् भनेर हामीले त्यो कुरा चलाएका थिएनौँ। त्यो त झुटो भइगयो नि। ठोरीको प्रकरणमा त्यसो भए इन्डियाले राम मन्दिर जन्मस्थल त्यही भनेर चलाइरहेकै थियो, आफ्नो पर्यटन विस्तार गरेकै थियो, अनि ठोरीको विवाद किन निकालेको? मैले त्यो पछिल्लो कुरा चाहिँ के हो भने अहिले पनि संरचना बलिया हुनेले छिटो बनाउँछन्, ठुला बनाउँछन्, आधुनिक बनाउँछन्, तर अहिले पनि ठोरी र इन्डियाको पनि विवादकै घेरामा छन्। कुन विवादलाई कुन बेला कुन रूपले लिने भन्ने कुरा पनि बुझ्नु आवश्यक हुन्छ। त्यो अनुसार चल्नु पनि पर्ने भएकोले गर्दाखेरि कतिपय निर्णयहरू प्राविधिक हुन्छन्, कतिपय निर्णयहरू दीर्घकालीन हुन्छन्। दीर्घकालीन निर्णयहरू धेरै सोच विचार गरेर गर्नुपर्ने हुन्छ। प्राविधिक निर्णयहरू त तत्कालीन रूपमा गर्नुपर्ने प्राविधिक निर्णयहरू प्राविधिक रूपमा नै गरेर जानुपर्ने भएकोले गर्दा हामीले राष्ट्रलाई प्रमुख, राष्ट्रको स्वार्थलाई प्रमुख, तर अन्यायपूर्ण कुनै निर्णय गरेर जाने पक्षमा हुँदैन, न्यायको पक्षमा हुन्छौँ र त्यो जुनसुकै कठघाडामा उभिएर पनि जवाब दिन तयार हुन्छौँ। हस्, हामीले सोचेभन्दा अत्यन्तै बढी शालीन, भद्र र अत्यन्तै बौद्धिक व्यक्तित्व हुनुहुँदो रहेछ, त्यो कुरा पनि थाहा पाउने अवसर मिल्यो। यहाँलाई फेरि पनि धन्यवाद। हस्, धन्यवाद।